आसिफ शेखलाई किन ड्रप गर्दैन नेपालले? अरू खेलाडीलाई फर्म छैन भनेर बेन्चमा राखिन्छ भने त्यही ठाउँमा आसिफ शेखलाई लगातार मौका किन दिन्छ? यो विषय बेला बेला सामाजिक सञ्जालमा उठ्ने गर्छ। तर यस विषयलाई बुझ्नलाई हामीले भावना मात्र होइन, क्रिकेटको रियालिटी र टिम म्यानेजमेन्टको दृष्टिकोणबाट पनि हेर्नुपर्छ। सबैभन्दा पहिले त एउटा कुरा बुझ्नुपर्छ, आसिफ शेख एउटा सामान्य ब्याट्सम्यान मात्र होइनन्, उनी विकेट किपर र ओपनर पनि हुन्। विकेट किपर र ओपनरको भूमिका एउटै खेलाडीले निभाउनु सजिलो कुरा पनि होइन। विकेट किपरले म्याचभरि नै विकेट किपिङ गर्नुपर्छ, जसले शारीरिक रूपमा धेरै नै थकान दिन्छ। त्यसपछि पनि ब्याटिङमा टप अर्डर अर्थात् ओपनिङमै खेल्नुपर्छ, जहाँ बल नयाँ र कठिन हुन्छ। नेपालको सन्दर्भमा विकेट किपिङ र ओपनिङ गर्न सक्ने विकल्पहरू धेरै सीमित छन्। त्यसैले टिम म्यानेजमेन्टले उनको रोललाई महत्त्व दिएको देखिन्छ। अर्को महत्त्वपूर्ण कुरा हो पास्ट पर्फर्मेन्स। क्रिकेटमा सेलेक्सन केवल अहिलेको फर्ममा मात्र आधारित हुँदैन, पहिले खेलाडीले टिमका लागि के गरेका थिए भन्ने कुरा पनि हेरिन्छ। आसिफ शेखले नेपालका लागि धेरै इनिङ्सहरू खेलेका छन् र धेरै महत्त्वपूर्ण इनिङ्सहरू खेलेका छन्। प्रेसर सिचुएसनमा टिमलाई बचाउने इनिङ्स खेलेका छन्। त्यसैले टिम म्यानेजमेन्टले यस्ता खेलाडीलाई तुरुन्तै खराब प्रदर्शनपछि ड्रप गर्ने निर्णय सजिलै लिन सक्दैनन्। उनीहरूलाई लाग्छ कि यस्तो खेलाडीले कुनै पनि बेला कमब्याक गर्न सक्छ। अर्को एक्स फ्याक्टर हो एक्सपिरियन्स। अहिले नेपाली टिममा धेरै युवा खेलाडीहरू छन्। यस्तो अवस्थामा टिमलाई ब्यालेन्स दिनका लागि एक्सपिरियन्स खेलाडी पनि आवश्यक पर्छ। इन्टरनेसनल क्रिकेटमा आसिफ शेखले धेरै म्याचहरू खेलिसकेका छन्, प्रेसर सिचुएसन भोगेका छन् र विभिन्न कन्डिसनहरूमा खेलेका छन्। त्यसैले म्यानेजमेन्टले उनलाई एउटा प्लेयर मात्र होइन, एउटा ब्याट्सम्यान मात्र होइन, टिमलाई स्टेबिलिटी दिने प्लेयरको रूपमा हेरेको हुन सक्छ। कहिलेकाहीँ सेलेक्सनको निर्णय केवल फर्ममा मात्र आधारित हुँदैन, टिम कम्बिनेसनमा पनि महत्त्वपूर्ण हुन्छ। यदि आसिफ शेखलाई ड्रप गरियो भने म्यानेजमेन्टले तीनवटा प्रश्नको उत्तर तुरुन्तै खोज्नुपर्ने हुन्छ। ओपनिङ कसले गर्ने, विकेट किपिङ कसले गर्ने र टिमको ब्याटिङलाई ब्यालेन्स कसरी गर्ने। नेपालमा विकेट किपिङ गर्न सक्ने खेलाडीहरू त धेरै छन्, तर ओपनिङ पनि गर्न सक्ने खेलाडीको विकेट किपरको विकल्प धेरै सीमित छ। त्यसैले म्यानेजमेन्टले टिमको ब्यालेन्स बिग्रिने रिस्क लिन चाहँदैन। क्रिकेट स्किल मात्र होइन, कन्फिडेन्सको खेल पनि हो। जब कुनै खेलाडी लगातार खराब फर्ममा हुन्छ, उसलाई म्यानेजमेन्टले केही मौकाहरू दिएर कन्फिडेन्स फर्काउने प्रयास पनि गर्छ। यस्तो पनि हुन्छ कि जब कुनै एउटा राम्रो इनिङ्सले खेलाडीको कन्फिडेन्स फर्काउँछ र त्यसपछि भने उसले लगातार प्रदर्शन राम्रो गर्न थाल्छ। सम्भवतः आसिफ शेखको केसमा पनि म्यानेजमेन्टले यही सोचिरहेको हुन सक्छ। तर फ्यान्सले उठाएको प्रश्न गलत छ भन्ने होइन, किनभने क्रिकेटमा सबैभन्दा ठुलो कुरा पर्फर्मेन्स नै हो। यदि कुनै खेलाडीले लामो समयसम्म रन बनाउन सक्दैन भने म्यानेजमेन्टले अल्टरनेटिभ खोज्नुपर्छ। कम्पिटिसन हुँदा मात्र टिम अझ बलियो हुन्छ। बेन्चमा भएका खेलाडीलाई पनि मौका दिनुपर्छ, किनभने यसले टिममा हेल्दी कम्पिटिसन बनाउँछ। यदि लामो समयका लागि हेर्ने भने नेपालले मल्टिपल विकेट किपर र ओपनर तयार पार्नुपर्छ। डोमेस्टिक क्रिकेटमा मल्टिपल विकेट किपर र ओपनिङ गर्न सक्ने खेलाडीहरू डेभलप गर्नुपर्छ, ताकि टिमसँग विकल्प धेरै होस्। विकल्प धेरै हुँदा टिमको सेलेक्सन पनि स्टेबल र ब्यालेन्स देखिन्छ। अन्ततः आसिफ शेखलाई ड्रप नगर्नुको कारण फेभरेटिजम मात्र हो भनेर भन्न सजिलो छ। वास्तविकता त्योभन्दा धेरै कम्प्लेक्स पनि हुन सक्छ। उनको रोल, एक्सपिरियन्स, पास्ट पर्फर्मेन्स र टिम कम्बिनेसन जस्ता धेरै फ्याक्टरहरू जोडिएका हुन सक्छन्। तर क्रिकेटमा सधैँ एउटै नियम हुन्छ, पर्फर्मेन्सले नै अन्तिम निर्णय दिन्छ। यदि रन बन्न थाल्छ भने यी सबै डिबेटहरू सकिन्छन्, यदि रन आउँदैन भने यो प्रश्न अझै ठुलो भएर जान्छ। अब हेर्न बाँकी छ, आसिफ शेखले स्ट्रङ कमब्याक गर्छन् या भविष्यमा उनी टिमबाट बाहिर हुन्छन्। तपाईलाई के लाग्छ? कमेन्ट बक्समा लेख्नुहोस्। यदि च्यानललाई लाइक सब्स्क्राइब गर्नुभएको छैन भने लाइक, सब्स्क्राइब र सेयर गर्न नबिर्सनु होला। धन्यवाद।